हेलो एभ्रिवान, नमस्ते, गुड मर्निङ। अन्त तपाईँहरू कस्तो हुनुहुन्छ? आज फेरि म एउटा केक लिएर आएको छु कि फन्डेन केक हो। अन्त यो केकको चाहिँ मैले आइसिङ चाहिँ मैले गरिसकेको छु। आइसिङ त अघि नै गरेर राखेको, फ्रिज गरेको थिएँ कि। अन्त अब यसमा चाहिँ म फन्डेन लगाउँछु। अन्त फन्डेनको भिडियो चाहिँ मैले तपाईँलाई हालिदिइरहेको छु, तपाईँले गएर हेर्नुहोस् न ल। त्यो फन्डेन चाहिँ कसरी बनाउनु पर्छ हो, कसरी क्यारेक्टरहरू त कसरी बनाउनु पर्छ भनेर मैले त्यो भिडियोमा सबै दिएको छु। अहिले त्यो म जस्ट तपाईँलाई यसमा कसरी प्लेस गर्छ लगाउँछ हो त्यो म देखाउँछु नि ल। आज त कोकोमेलन थिमको केक हो यो चाहिँ। अन्त म तपाईँले देखाउँछु र कसरी लगाउँछ, के लगाउँछ भनेर। अन्त कोकोमेलन चाहिँ यस्तै हेर्नुहोस् न, यस्तो कोकोमेलनहरू लगाएर चाहिँ म बनाउँछु। र फन्डेनको मैले हेर्नुहोस् न, फन्डेनको यहाँ सबैको रेडी छ हो। सरी उल्टा भएछ, सबै रेडी छ होइन। अन्त यहाँ पनि मैले रेडी गरिरहेको छु फन्डेनको। अन्त अब यो प्लेस गर्छु म यहाँ कसरी लगाउँछ हेर्दै गर्नुहोस् न ल। हेर्नुहोस् मैले यहाँ बलुनहरू पनि बनाइरहेको छु फन्डेनको। यहाँ बलुनहरू पनि बनाएको छु हो। अन्त अब यो पनि म यहाँ लगाउँछु, प्रेस गर्छु। मैले हेर्नु अब सकिसकेँ बनाएर पनि केक कम्प्लिट भइसक्यो कि, टपर्सहरू पनि लगाइसक्यो हो। अन्त म तपाईँलाई देखाउँछु र फाइनल लुक कस्तो आएको छ भनेर। अन्त हेरेर मलाई भन्नुहोस् है कस्तो लाग्यो, तपाईँलाई कमेन्ट गर्नुहोस् ल। हेर्नुहोस् त, फाइनल चाहिँ यस्तो भयो। छोराको केक हो कि यो। अन्त कतिको भएको छ, कस्तो भएको छ अलिक कमेन्ट गर्नुहोस्। राम्रो भएको छ कि राम्रो भएको छैन हो भन्नुहोस् ल।